हामी सबैको जीवनमा उतार चढाव आउँछ। कहिले कामको तनाव, कहिले परीक्षाको डर, कहिले त जिन्दगी नै अल्झिएको जस्तो लाग्छ। यस्तो बेला नकारात्मक सोच्न पनि निकै सजिलो हुन्छ। म त सक्दिनँ, सबै कुरा गलत भइरहेका छन्, मेरो भाग्य नै खराब रहेछ जस्ता कुराहरू मनभरि खेल्न थाल्छन्। तर त्यही बेलामा सकारात्मक रहन सक्ने मान्छे चाहिँ वास्तविक रूपमा अगाडि बढ्छ जस्तो लाग्छ मलाई। किनभने समस्या सबैलाई आउँछ, तर तिनलाई कसरी सामना गर्ने भन्ने हाम्रो सोचमै निर्भर हुन्छ। सकारात्मक सोच भनेको समस्या नभएको होइन, तर समस्या देख्दा पनि समाधान खोज्ने दृष्टिकोण राख्नु हो। जब हामी राम्रो सोच्न थाल्छौँ र हाम्रो दिमागले पनि समाधान खोज्न थाल्छ, रिस, तनाव, डर यी सबै कुराहरूले हामीलाई झन् कमजोर बनाउँछ। तर सकारात्मक सोचले आत्मबल दिन्छ, आशा दिन्छ। सोच्नुहोस् त, कुनै दिन बिहान नराम्रो खबर सुन्दा पुरै दिन खराब भएको जस्तो महसुस हुन्छ, होइन र? तर त्यही दिन सकारात्मक तरिकाले लिनुभयो भने हुन्छ, जे भयो राम्रैको लागि भयो, अब के गर्न सकिन्छ भन्ने जस्तो सोच राख्नुभयो भने केही न केही रूपमा तपाईँलाई अलिकति मनोबल बढ्छ। तपाईँले अलिकति समस्यालाई राम्ररी हल गर्न सक्नुहुन्छ। सबै नराम्रा कुराहरूलाई पोजिटिभ रूपमै लिनुपर्छ भनेको होइन। कति कुराहरूले मान्छेलाई गलाउँछ, थलाउँछ, हरेक हुन्छ, तर पूर्व तयारी भन्ने कुराहरू पनि हुन्छ नि त। म जे गर्छु म सामना गर्छु भन्ने आत्मबल तपाईँसँग छ भने तपाईँले केही न केही त्यसले राहत दिन्छ। हामी नेपालीहरूको संस्कृतिमा सकारात्मक सोच निकै गहिरो जडा गारेर बसेको छ। हामीलाई थाहा मात्रै छैन, हामी प्रयोगमा पनि ल्याइरहेका हुन्छौँ। तर हाम्रो यो सकारात्मक सोच भन्ने कुरा चाहिँ हाम्रो संस्कृतिमा पहिल्यैदेखि छ। सबै ठिक हुन्छ, धेरै नसोच राम्रो हुन्छ भन्ने शब्दहरू हामी बारम्बार सुन्छौँ। यो केवल कुरा मात्रै होइन, यो हाम्रो जीवनशैली नै यस्तै छ। हाम्रो आफ्नै जीवनमा पनि सकारात्मक सोचले कति ठुलो परिवर्तन ल्याउँछ हामीले सोच्ने बेला आएको छ। जब हामी सक्दिनँ भनेर हार मान्छौँ, हामीले अरूलाई कमजोर बनाउँछौँ। तर जब म गर्छु भनेर अगाडि बढ्छौँ नि, तब सबै नै अवसरहरू देख्न थाल्छौँ। बिहान उठ्दा पहिलो कुरा नै आफूलाई उत्साहजनक कुरा भन्नुहोस्, आजको दिन राम्रो हुनेछ, म सक्छु, सबै ठिक हुन्छ। अनि हेरौँ दिनभर राम्रो ऊर्जा, काम गर्ने तरिका अनि वरिपरिको माहौल कति फरक हुन्छ। हाम्रो शरीर जस्तै हाम्रो दिमागलाई पनि राम्रो डाइट चाहिन्छ। नकारात्मक सोच भनेको जस्तो कि अस्वस्थ खाना जस्तै हो। धेरै खायो भने पनि मानसिक स्वास्थ्य बिग्रिन्छ। त्यसैले राम्रो कुरा सुन्ने, राम्रो सोच्ने र सकारात्मक मान्छेहरूसँग बस्ने बानी बसाल्नुपर्छ। जीवन सधैँ सजिलो हुँदैन, हरेक दिन चुनौती आउँछ। तर ती चुनौतीलाई कसरी हेर्ने भन्ने हाम्रो सोचमा नै निर्भर हुन्छ। यदि हामीले हाम्रा सोचहरू सकारात्मक राख्यौँ भने हरेक असफलताभित्र सफलता देख्न सक्छौँ। त्यसैले मुस्कुराउनु पर्यो, आशावादी बन्नु पनि पर्यो। जति नेगेटिभिटी फैलिरहेको छ त्यो नेगेटिभिटीबाट टाढा हुनु पर्यो। अहिले हेरिरहने हो भने सामाजिक सञ्जालदेखि हरेक कुरामा मान्छेले नेगेटिभको प्रचार मात्रै गरेको देखिन्छ, नेगेटिभ कुराहरूलाई मात्रै बढावा दिएको देखिन्छ। यस्तो भइसकेको छ कि माहौल, यदि नेगेटिभ कुराहरू नहुने हो भने त मान्छेसँग कन्टेन्ट पनि नहुने जस्तो भइसक्यो। मान्छेले के प्रचार गर्ने भन्ने भइसक्यो। मान्छेले अरूको कुरा काटेरै पेट पाल्ने भन्ने जस्तो पनि भइसक्यो। यसरी चाहिँ हुँदैन। हरेक कुराहरूको पनि एउटा लिमिट हुन्छ। सधैँ कति कुरा गरिरहने हो र? यसले यस्तो गरेन, उसले उस्तो गरेन, फलानाको यस्तो भयो, तिलानाको यस्तो भयो, यसलाई यस्तो गर्नुपर्छ, यसलाई मार्नुपर्छ, यसलाई काट्नुपर्छ भन्ने जस्तो कुराहरूलाई नै बढावा दिँदै जाने हो भने समाज कतातिर पुग्छ त? हामीले चाहिँ समाजलाई कतातिर पुर्याइरहेका छौँ त? होइन, केही नराम्रो कुराहरू भएको छ, हामीले त्यसलाई पोइन्ट आउट गर्नुपर्छ भनेर पनि मैले कति अगाडिको भिडियोहरू पनि भनिसकेको छु। तर त्यो गर्नु साटो, एउटा सोल्युसन दिनु साटो, होइन, एउटा उपाय दिनु साटो, यस्तो गर्दा हुन्छ है, यो चाहिँ राम्रो कुरा हो, यो चाहिँ गर्नु हुँदैन भन्ने जस्तो कुरा गर्नुभन्दा पनि आक्रोश मात्रै छ क्या। आक्रोश मात्रै छ। आक्रोश देखाउने अनि भ्युज बढाउने, त्यो मात्रै कुराहरू भइरहेको छ। त्यो कुराहरूलाई धेरै बढावा दिनु हुँदैन। नेगेटिभ कुराहरूलाई धेरै बढावा दिनु हुँदैन। जति दियो त्यति मान्छेहरूले बिकाउने कुराहरू, बिक्ने कुराहरू पाइरहेको हुन्छन् क्या।